के बोल्दिनु पर्यो होला योमा के हो कसो यो हाम्रो आज गोठ देउता पूजा हुँदैछ है हजुर यो हाम्रो सबै सन्तानको प्रत्येक सालको भदौको 1 गते पूजा गर्छौँ हामीले यसो हाम्रो एउटा बराजुको दानी वस्तुको पूजा हुन्छ पूजा सिद्धिन लागेको अवस्था छ अहिले हैन ठिक छ भैँसीको निकाल्दै बाख्राको निकाल दामी त हैन कता त बासीको टाउ देखाइदिएन देखाइदिनु बस त्यो टाउ देखाइदिएन पहिले फेरि यतिमा देखाइन्छ युट्युबमा आज त्यो न युट्युबमा आउँछ नि मान्छेले हजारौँ मान्छेले हेर्छ अनि युट्युबमा हाल्नुपर्छ कि ल दाइको नि ल सित ल मेरो खबर धरे पर्छ टाढाबाट सही आउँछ है हैन भान्जी खै भान्जी अलिअलि छोडौँ खाले राख्नु ल रे यसमा खानु अलि थप दिनु लाग्यो